नमस्ते साथीहरू, हजुरलाई आक्स कृष्णमा वेलकम छ। जनवरी 5, 2021 लेट इन्डियन प्रेसिडेन्ट प्रणब मुखर्जीको अटोबायोग्राफी बुक रिलिज हुन्छ। टाइटल इज द प्रेसिडेन्टल इयर्स, जसमा च्याप्टर 11 मा नेपालको बारेमा मेन्सन गरिएको छ। माई प्राइम मिनिस्टर डिफरेन्ट स्टाइल डिफरेन्ट टेम्परामेन्ट च्याप्टर 11 मा कोट अन कोट नेहरू डेल्ट विथ नेपाल very diplomatically. After the Rana rule was replaced by the monarchy in Nepal, he wished for democracy to take root. Interestingly, Nepal's king Tribhuvan Birbikram Saha had suggested to Nehru that Nepal be a province of India, but Nehru rejected the offer on the ground that Nepal was an independent nation and must remain so. Had Indira Gandhi been in Nehru's place, she would have perhaps seized the opportunity like she did with Sikkim. र यो स्टेटमेन्टलाई ब्रेकडाउन गर्ने हो भने चाहिँ हियर प्रणब इज सेइङ द्याट जब नेपालमा राणा रुललाई इन्ड भएर मोनार्कीले रिप्लेस गरेको थियो तब नेहरू चाहन्थे कि नेपालमा डेमोक्रेसी आओस्। तर इन्ट्रेस्टिङली के भयो भन्दाखेरि चाहिँ किङले चाहिँ हाम्रो किङ त्रिभुवनले चाहिँ नेहरूलाई चाहिँ नेपाललाई एज अ पार्ट अफ इन्डिया बनाउने भनेर चाहिँ प्रस्ताव राखे भनेर चाहिँ उनले भनेका छन् र यो प्रस्तावलाई नेहरूले रिजेक्ट गरे। उनले चाहन्थे कि नेपाल एज अ इन्डिपेन्डेन्ट नेसन होस् भनेर चाहिँ यो प्रस्तावलाई चाहिँ रिजेक्ट गरे भने र यदि यदि नेहरूको ठाउँमा उनको छोरी इन्दिरा गान्धी प्राइम मिनिस्टर हुन्थिन् भने चाहिँ यो प्रपोजल चाहिँ उनले एक्सेप्ट गर्ने थिइन्। जसरी सिक्किमलाई उनले आफ्नो बनाइन् त्यसरी नै नेपाललाई चाहिँ उनले आफ्नो बनाउने थिइन् भनेर चाहिँ भनेको छन्। इफ दिस इज ट्रु देन दिस माइट ह्याभ अकर्ड बिट्विन 1950 एन्ड 1951। नोभेम्बर 1950 मा किङ त्रिभुवन 100 इयर्सको राणा रुललाई हटाउन इन्डिया गएका थिए। फेब्रुअरी 1951 मा इन्डिया एज अ मेडिएटर दिल्लीमा त्रिपाठी एग्रिमेन्ट भएको थियो। यही बिचमा 1950 र 1950 मा चाहिँ यो इन्सिडेन्ट अकर हुन सक्छ। बट दिस इन्सिडेन्ट ह्याभ नो एनी एभिडेन्ट हार्ड एभिडेन्स, कुनै पनि हिस्टोरिकल रेकर्ड क्लासिफाइड डकुमेन्ट चाहिँ यसको छैन। बट लेट्स एनालिस वाइ दिस माइट बी ट्रु अर फल्स। पहिला हामी हेर्नेछौँ कि यो ट्रु चाहिँ किन हुन सक्छ भनेर चाहिँ हेर्नेछौँ। वेल ब्याक देन 1950-51 मा किङ त्रिभुवन भनेको विक पोजिसनमा थिए। उनको रोल भनेको सेर्मिनल रोल मात्र थियो र इनफ्याक्ट राणालाई ओभरथ्रो गरिसकेपछि पनि ड्यु टु सम राणा लोयलिस्ट अनि ब्याक देन राइजिङ कम्युनिस्ट मुभमेन्टको कारणले गर्दाखेरि चाहिँ र इनफ्याक्ट इन्डियाले आफ्नो इन्डियाको बिहेभियर डिफ्रेन्ट प्रिन्सली स्टेटहरूलाई चाहिँ इन्डिया इन्डिपेन्डेन्ट पाइसकेपछि चाहिँ डिफ्रेन्ट स्टेटहरूलाई एनेक्स गरेको कारणले गर्दाखेरि त्यस्तो बिहेभियर र एट द सेम टाइम चाइनाले पनि तिब्बतलाई आफ्नो बनाउने कोसिस गरिरहेको कारणले गर्दाखेरि तिब्बतलाई एनेक्स गरेको कारणले गर्दाखेरि चाहिँ अल दिस चेन अफ इभेन्ट नेपाल इन्टरनली विक भएको कारणले गर्दाखेरि उता इन्डियाले इन्डिपेन्डेन्ट पाइसकेपछि आफ्नो डिफ्रेन्ट स्टेटहरूलाई प्रिन्सली स्टेटहरूलाई एनेक्ट गरेको कारणले गर्दाखेरि र उतापट्टि चाइना पनि तिब्बतलाई आफ्नो बनाउन खोजिरहेको कारणले गर्दाखेरि दुईटा रिजनल पावरहरू चाहिँ एक्सपान्सन स्ट्राटेजी एक्सपान्सन बिहेभियर देखेको कारणले गर्दाखेरि चाहिँ दिस माइट ह्याभ लेड आवर किङ टु थिङ्क द्याट इट विल बी बेटर फर अस टु बी एनेक्स्ड विथ इन्डिया रादर देन चाइना। Well, Nehru has been a controversial figure. उनको डिफ्रेन्ट जियोपोलिटिकल डिसिसनहरू चाहिँ कन्ट्रोभर्सियल छन्। जस्तै युएनको पर्मानेन्ट सिट रिजेक्ट गर्नु, युएसबाट न्युक्लियर अफर रिजेक्ट गर्नु, 1962को इन्डिया चाइना वारलाई मिसह्यान्डल गर्नु र कश्मीर इस्युलाई चाहिँ युएनबाट रिजल्भ गर्नु, यी सबै डिसिसनहरू कन्ट्रोभर्सियल र क्रिटिकल छन्। यी सबै कन्ट्रोभर्सियल डिसिसन हुँदाहुँदै जसको यो अटोबायोग्राफी छ प्रणब मुखर्जी, उनी र उनका छोराछोरी सबै जसले यो बुक पब्लिस गर्नको लागि हेल्प गरे यी सबै कङ्ग्रेस पार्टीसँग एफिलिएटेड कनेक्टेड भएका मेम्बरहरू हुन् र यिनी मेम्बरहरूले आफ्नै पार्टीको लिडरलाई यसरी पोटेन्सियली डिफेम गर्ने कुराहरू गर्दाखेरि चाहिँ आफ्नो पार्टीको डिफेम हुने चान्सेस बढी हाई हुन्छ। त्यही भएर चाहिँ इट मेक्स नो सेन्स आफ्नै पार्टीको मेम्बरहरू भएर आफ्नै पार्टीको लिडरलाई यसरी र आफ्नै पार्टीलाई यसरी डिफेम गर्ने स्टेटमेन्टहरू कन्ट्रोभर्सियल स्टेटमेन्टहरू चाहिँ बायोग्राफीमा लेख्नु आफूमै एउटा इन्ट्रेस्टिङ पोइन्ट अफ भ्यू हो। ह्याभिङ सेड द्याट यो क्लेमको कुनै पनि इभिडेन्स छैन, हार्ड इभिडेन्स छैन, कुनै पनि हिस्टोरिकल डकुमेन्ट छैन। न नेपालबाट यसलाई कन्फर्म गरिएको छ न इन्डियामा यसको कुनै पनि हार्ड इभिडेन्स छ र दिस डज नट मेक एनी सेन्स। किनकि यदि राजालाई पावरमा आउन थियो भने चाहिँ पावरमा आउने तरिका भनेको राणालाई हटाएर आउने थियो रादर देन नेपाललाई अरूको बनाएर। And if you have any opinion on this, you can comment below and do like and subscribe the channel. Thank you.